उहाँले धेरैचोटि मलाई भन्नुभएको एउटा कुरा याद पनि छ कि धेरैमा धेरै के गर्छ यार मनिषिनीहरूले मलाई मार्छ हैन, त्योभन्दा धेरै त गर्न सक्दैन नि केही भनेर भनेको त्यतिसम्म मानसिक रूपमा सबल मान्छे हो उहाँ। पार्टी सभापति रिहा हुनुहुन्छ भन्ने नै अपेक्षा छ हाम्रो त। रिहा हुनुहुन्छ भन्ने अपेक्षा गरिरहनु भएको छ। हजुर, एकदमै मूल रूपमा रविजी माथिको मुद्दा अत्यन्त राजनीतिक रूपमा हेरियो र यसले यो राजनीतिक प्रतिशोध बाहेक अरू केही पनि होइन भनेर हामीले सुरुदेखि भन्यौँ र आज उपलब्ध चाहिँ तथ्यहरू आएका छन्। जाहेरीकर्ताहरूले हामीले जाहेरी नै दिएका छैनौँ भनेर विभिन्न ठाउँबाट फटाफट उहाँहरूले आफैले सामाजिक सञ्जालमा लेखेका पोस्टहरू यहाँहरूले पनि देख्नु भएको छ। रवि लामिछानेज्यूलाई यहाँले पनि भेटेर आउनुभयो कारागारमा, उहाँको अवस्था के छ, के गर्दै हुनुहुन्छ भन्ने आम शुभेच्छुकहरू रासपाका समर्थकहरूले सोधिरहनु भएको छ कि के छ पछिल्लो ताजा अपडेट? यसो हामीले यसलाई मानसिक रूपमा, शारीरिक रूपमा, वैचारिक रूपमा त्यसरी खण्डन गरौँ न। जस्तै शारीरिक रूपमा स्वस्थ हुनुहुन्छ, सबै चिज ठिक छ। हाम्रै नेता अथवा अन्य दलका नेता, अन्य साथीहरू जो भेट्न, परिवारकै सदस्यहरू पनि भेट्न जाँदाखेरि उहाँ चाहिँ अत्यन्त उहाँको उत्साह नै देखिन्छ। कतै पनि उत्साहमा कमी आएको भन्ने देखिँदैन भन्ने नै हामीले पाइरहेका छौँ। साथसाथै उहाँ अध्ययनको क्रममा पनि हुनुहुन्छ। धेरै अनावश्यक भेटघाट चाहिँ नगर्ने भन्ने मुडमा नै हुनुहुन्छ अहिले। अरू पार्टीका सांसदहरू पनि त्यो बाटो पर्दा छिर्नु भएको थियो, भेट्न पुग्नु भएको थियो। उहाँहरूले पनि भन्दै हुनुहुन्थ्यो मलाई कि मोरल कस्तो हाई है उहाँको भनेर। त्यसैले त्यो हामीले मात्र अनुभव गरेको, अवलोकन गरेको होइन कि अरू पार्टीकाहरूले हृदय त्रिपाठीज्यूले लेख्नु पनि भएको थियो होइन, एकदमै मोरल हाई छ भनेर। अस्ति भर्खर माधव सापकोटाजी माओवादीको पुग्नु भएको थियो, उहाँले पनि भन्नुभएको थियो यस्तो छ। टोल टोलमा सांसद भन्ने अभियान लिएर आफ्नो निर्वाचन क्षेत्रका टोल टोलहरूमा पनि पुगिराखेका छु। सकेसम्म जनताको माझ पुग्ने काम गरिरहेका छौँ। राजनीतिमा लागेको धेरै पात्रहरू यस्तो पनि छन् कि एकैचोटि 3वटा लामखुट्टेले टोक्यो भने अब छानबिन समिति गठन गरौँ भन्नेहरू पनि हुन्छ होइन। फरार सूचीमा भएकोहरू सार्वजनिक रूपमा प्रधानमन्त्री स्वयं उपस्थित भएको कार्यक्रममा जानुहुन्छ, अनि हाम्रो नेतालाई चाहिँ प्रक्रिया जारी नभइकन हतार समातेर जान्छ। आज सर्वोच्च अदालतमा रवि लामिछाने तपाईँको पार्टी सभापतिको बन्दी प्रत्यक्षीकरणको रिटको सुनवाई यति बेला 6 पटकसम्म हेर्न नमिल्ने भएर आज 7औं पटकमा पेशी चढेको छ। हेर्न मिल्ने भएको छ, कतिको उत्साहित हुनुहुन्छ? हामीहरू अदालतको न्याय प्रणालीप्रति आशावादी छौँ। आज शुभ समाचार आउँछ भनेर हामी उत्साहित पनि छौँ। शुभ समाचार आउँछ भनेर उत्साहित हुनुहुन्छ भनेको पछिल्लो समय जस्तो रवि लामिछानेज्यूलाई यहाँले पनि भेटेर आउनुभयो कारागारमा, उहाँको अवस्था के छ, के गर्दै हुनुहुन्छ भन्ने आम शुभेच्छुकहरू रासपाका समर्थकहरूले सोधिरहनु भएको छ कि के छ पछिल्लो ताजा अपडेट? यसो हामीले यसलाई मानसिक रूपमा, शारीरिक रूपमा, वैचारिक रूपमा त्यसरी खण्डन गरौँ न। जस्तै शारीरिक रूपमा स्वस्थ हुनुहुन्छ, सबै चिज ठिक छ। अनि मानसिक रूपमा एकदमै सबल र एकदमै बलियो मान्छे हो रवि लामिछाने भन्ने मान्छे। त्यसैले गर्दाखेरि यो सानोतिनो कुराहरूले मानसिक विचलन होला। र उहाँले धेरैचोटि मलाई भन्नुभएको एउटा कुरा याद पनि छ कि धेरैमा धेरै के गर्छ यार मनिषिनीहरूले मलाई मार्छ होइन, त्योभन्दा धेरै त गर्न सक्दैन नि केही भनेर भनेको त्यतिसम्म मानसिक रूपमा सबल मान्छे हो उहाँ होइन। अब राजनीतिमा लागेको धेरै पात्रहरू यस्तो पनि छन् कि एकैचोटि 3वटा लामखुट्टेले टोक्यो भने अब छानबिन समिति गठन गरौँ भन्नेहरू पनि हुन्छ होइन। सर्पको हत्या गर्यो सर्पले, उसलाई अब सजाय दिनुपर्छ भन्नेहरू पनि हुनुहुन्छ। त्यसैले उहाँ चाहिँ त्योभन्दा एकदमै फरक हो। हामीहरूभन्दा मानसिक रूपमा एकदमै सबल सशक्त हुनुहुन्छ, त्यो शारीरिक र मानसिक पनि होइन। वैचारिक रूपमा स्पष्ट व्यक्ति, म किन यहाँ छु, मेरो अस्तित्वको परिभाषा के हो, मेरो अस्तित्वको स्वीकार्यता र अभ्यास के हो भन्ने कुरामा स्पष्ट जो व्यक्ति हुन्छ उसलाई यो कुराहरूले सामान्य रूपमा छुँदैन। त्यसैले उहाँ एकदमै र भर्खरै केही अरू पार्टीका सांसदहरू पनि त्यो बाटो पर्दा छिर्नु भएको थियो, भेट्न पुग्नु भएको थियो। उहाँहरूले पनि भन्दै हुनुहुन्थ्यो मलाई कि मोरल कस्तो हाई है उहाँको भनेर। त्यसैले त्यो हामीले मात्र अनुभव गरेको, अवलोकन गरेको होइन कि अरू पार्टीकाहरूले हृदय त्रिपाठीज्यूले लेख्नु पनि भएको थियो होइन, एकदमै मोरल हाई छ भनेर। अस्ति भर्खर माधव सापकोटाजी माओवादीको पुग्नु भएको थियो, उहाँले पनि भन्नुभएको थियो यस्तो छ भनेको। जस्तो यहाँले भनिरहनु भएको थियो राज्य प्रतिशोधमा लाग्यो, सरकार प्रतिशोधमा लागिरहँदा नयाँ दलका नयाँ अनुहारलाई
सिद्ध्याउने गरी नै सरकार लागिरह्यो भनिरहँदा अहिले त सत्ता पक्षकै मान्यज्यूहरूका विरुद्धमा पनि मुद्दा दायर भयो नि। अब यसलाई कसरी लिनु भएको छ? सत्ता पक्षकै मान्यज्यूहरू त्यो बेला त यो मदन भण्डारी फाउन्डेसनको एजिएममा प्रधानमन्त्रीज्यू स्वयंले स्वीकार्नु भयो राजनीतिक प्रतिशोध हो भनेर। त्यसैले गर्दा उहाँहरूले नै स्वीकारेर यस्तो बोल्न थालिसक्नु भएपछि र प्रमाण छ भन्ने व्यक्तिहरूको प्रमाण चाहिँ गलत रहेछ हैन, त्यो फोरेन्सिक ल्याबबाट यो चाहिँ डुप्लिकेट रहेछ भनेर प्रमाणित भइसकेपछि अब हामीले यो कुरामा धेरै पटक पटक बोलिराख्नै पर्दैन हैन। र सत्ता पक्षका सांसदहरूमा पनि अभियोग लाग्यो भन्ने कुरा, तर अभियोग लागेको छ, तर जसरी उहाँहरूले सहज रूपमा सीमित समयमै धरौटीमा सहज रूपमा जुन पाइरहनु भएको छ अदालतबाट निर्णयहरू उहाँहरूलाई, त्यो कतै कतै हामीप्रति बायस हो कि भन्ने आशंका गर्ने ठाउँहरू हैन। यो प्रणाली यो पद्धति हामीप्रति अब जस्तै भनौँ न, बिहान एउटा बोर्ड मेम्बर नै हैन, सहकारीको बोर्ड मेम्बर नै केही दिनसम्म फरार हुन्छ, जब उहाँ आफ्नै घरमा घाम तापेर सुन्तला खाइरहनु भएको छ भन्ने समाचार पनि आयो। त्यसपछि अस्ति भर्खर हामीले देख्यौँ लुम्बिनीमै एउटा फरार सूचीमा रहेको व्यक्ति प्रधानमन्त्री स्वयं उपस्थित भएको कार्यक्रममा प्रहरीको उच्च अधिकारीको छेउमै बसिरहनु भएको छ। यो कुराहरू त देखिन्छ नि हैन। फरार सूचीमा भएकोहरू सार्वजनिक रूपमा प्रधानमन्त्री स्वयं उपस्थित भएको कार्यक्रममा जानुहुन्छ, अनि हाम्रो नेतालाई चाहिँ प्रक्रिया जारी नभइकन हतार समातेर जान्छ। यो यथेष्ट प्रमाणहरू उदाहरणहरू छन्। त्यसैले गर्दा यसमा हामीले रिपिटेडली धेरैचोटि बहस गरिरहनु पर्दैन जस्तो लाग्छ। मान्यज्यू नमस्कार, स्वागत छ। ल नमस्ते हजुर सबैजनालाई। राष्ट्रिय स्वतन्त्र पार्टी पछिल्लो समय पार्टी सभापति विहीन कार्यवाहकै भरमा चलिरहँदा रासपा के गर्दैछ, रासपाको पछिल्लो गतिविधि के हुँदैछ भन्ने जनमानसमा ठुलो एक प्रकारको जिज्ञासा पनि छ। यहीँबाट सुरु गरौँ, अहिले के हुँदैछ पार्टीको गतिविधि? पार्टी तीव्र रूपमा सङ्गठन निर्माणको क्रममा छ। हाम्रो फागुनको 5, 6, 7 गते हामीले महाधिवेशन घोषणा गरिसकेपछि वडा पालिका अधिवेशनहरू गर्दैछ र त्यही क्रममा अहिले मुख्य काम पार्टीले सङ्गठन निर्माणको कामलाई बढी प्राथमिकता दिएका छौँ। सांसदको रूपमा म टोल टोलमा सांसद भन्ने अभियान लिएर आफ्नो निर्वाचन क्षेत्रका टोल टोलहरूमा पनि पुगिराखेका छु। सकेसम्म जनताको माझ पुग्ने काम गरिरहेका छौँ। पार्टी सभापतिको अहिले बन्दी प्रत्यक्षीकरणको मुद्दा सम्भवतः आज त्यो अन्तिम फैसला आउँछ, अब सुनवाई हुन्छ होला, सुनवाई चढिसकेको छ, त्यो आदेश आउँछ होला। कतिको उत्साहित हुनुहुन्छ, कतिको के छ तपाईँहरूको मनोवैज्ञानिक रूपमा प्रिपेयर के भइरहनु भएको छ? यो पटक सरेर आज बल्ल सुनवाईको प्रक्रियामा जानु नै अत्यन्त सकारात्मक भएको छ र यो सुनवाईपछि सकारात्मक आदेश आउँछ र पार्टी सभापति रिहा हुनुहुन्छ भन्ने नै अपेक्षा छ हाम्रो। त रिहा हुनुहुन्छ भन्ने अपेक्षा गरिरहनु भएको छ? एकदमै भनेको यो पोखराको हकमा अहिले पनि उत्सवमा तपाईँहरूलाई जानकारी बिना नै विभिन्न खालको पेशी तोकियो र जानकारी नै भएन भनिरहँदा जाहेरीकर्ताका विषय आए, यो बिचमा रकमका कुराहरू आए। यो सुनिरहँदा तपाईँले यसलाई कसरी हेर्नु भएको छ? यो सुरुदेखि हामीले एकदमै सुरुवातीदेखि यहाँलाई याद पनि दिलाउँ, यो हामीले राजनैतिक प्रतिशोधको विषय भयो। यो कुनै कानुनी न्याय निरूपणको मात्रै विषय नभएर मूल रूपमा रविजी माथिको मुद्दा अत्यन्त राजनीतिक रूपमा हेरियो र यसले यो राजनीतिक प्रतिशोध बाहेक अरू केही पनि होइन भनेर हामीले सुरुदेखि भन्यौँ। र आज उपलब्ध जे तथ्यहरू आएका छन्, जाहेरीकर्ताहरूले हामीले जाहेरी नै दिएका छैनौँ भनेर विभिन्न ठाउँबाट फटाफट उहाँहरूले आफैले सामाजिक सञ्जालमा लेखेका पोस्टहरू यहाँहरूले पनि देख्नु भएको छ। ती सबै घटनाक्रमहरू हेर्दै गर्दा र पछिल्लो समय एउटा कानुनको एउटा प्रक्रिया पनि पुरा नगरिकन अदालतमा मुद्दा पेशी हुनु जस्तो एकदम गम्भीर विषय पनि हामीले उच्च अदालतमा देख्यौँ। यो समग्रतामा हेर्दाखेरि अत्यन्त ठुलो षड्यन्त्रको बिचमा पार्टी सभापति रवि लामिछाने हुनुहुन्छ र त्यो षड्यन्त्रलाई हामीले निरन्तर रूपमा चिर्ने हाम्रो प्रयास भइ नै राखेका छ। मूल रूपमा यसमा यो नयाँ र अल्टरनेटिभ मिडियाका साथीहरूलाई हामीले विशेष धन्यवाद पनि भन्नुपर्छ, किनभने मूलधारको मिडियाले यी विषयहरूलाई जुन ढङ्गले जुन गम्भीरताका साथ अगाडि बढाइदिनु पर्ने थियो त्यो देखिएको छैन। त्यसमा चाहिँ नयाँ मिडियाका साथीहरूको जुन सहभागिता, जुन उत्साह, जुन चासो यहाँले देखाउनु भएको छ त्यसप्रति चाहिँ हामी अत्यन्त अनुग्रहित पनि छौँ। भनेको यहाँ कारागारमा अहिले पार्टी सभापति हुनुहुन्छ, भेट्न जाने मौका के छ? भेटेर आउनुभयो?
मैले व्यक्तिगत रूपमा उहाँसँग भेट्ने मौका पाएको छैन। यहाँले देखि नै राख्नु भएको छ, संसद लगातार चलिराखेको छ र तैपनि अन्य शीर्ष नेताहरू त्यता कार्यक्रम हुँदाखेरि लगातार भेट्ने संवाद गर्ने चाहिँ भइराखेको छ। अहिले के गर्दै हुनुहुन्छ सभापतिज्यू, अथवा उहाँको मनोवैज्ञानिक रूपमा कस्तो अवस्थामा हुनुहुन्छ भनेको? उहाँ भेटघाट पनि कम गर्ने र आफै किताब मात्रै पढिरहने भन्ने कुरा जो बाहिर चर्चामा थियो नि, यसलाई यहाँले के छ त्यहाँको अवस्था बुझ्दा? हामीले अवस्था बुझ्दाखेरि अब जो भेट्न जानुभएको छ हाम्रै नेता अथवा अन्य दलका नेता, अन्य साथीहरू जो भेट्न, परिवारकै सदस्यहरू पनि भेट्न जाँदाखेरि उहाँ चाहिँ अत्यन्त उहाँको उत्साह नै देखिन्छ। कतै पनि उत्साहमा कमी आएको भन्ने देखिँदैन भन्ने नै हामीले पाइराखेका छौँ। साथसाथै उहाँ अध्ययनको क्रममा पनि हुनुहुन्छ। धेरै अनावश्यक भेटघाट चाहिँ नगर्ने भन्ने मुडमा नै हुनुहुन्छ अहिले। अलिकति चिन्तनको मुडमा, लेख्ने, पढ्ने, अध्ययन गर्ने मा हुनुहुन्छ। तर साइकोलोजिकली त जस्तो रवि लामिछाने हामीले पहिलादेखि देखिराखेको त्यही उत्साहका साथ नै प्रस्तुत भएको र भेटघाट पछि आएका साथीहरूले भन्ने चाहिँ कतै पनि उहाँको त्यो मनोबल भन्छ नि, त्यसमा कमी कमजोरी कतै पनि देखिँदैन, उस्तै उत्साह देखिन्छ भन्नुभएको छ। भनेको 6औं पटकसम्म हेर्न नमिल्नेमा परेको यो प्रत्यक्ष बन्दी प्रत्यक्षीकरणको मुद्दा आज हेर्न मिल्नेमा हुँदा यहाँहरू उत्साहित हुनुहुन्छ, यहाँहरू खुसी हुनुहुन्छ? जे होस्, होइन, एउटा त यो बन्दी प्रत्यक्षीकरण भनेको एकदमै फटाफट सुनवाई हुनुपर्ने पेशी हो। त्यो नै यति लामो समय लाग्दै गर्दाखेरि हामी चिन्तित थियौँ। तर आज सुनवाई जुन भइराखेको छ भन्ने समाचार आइराखेको छ, त्यसप्रति त हामी त्यो हुनु एउटा सकारात्मक भयो। तर त्यसबाट आउने नतिजा अत्यन्त हाम्रो हिसाबले चाहिँ रवि लामिछानेको पक्षमा हुन्छ र उहाँलाई रिहाई गर्ने आदेश हुन्छ भन्ने चाहिँ हाम्रो आशा छ।